फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा लगभग 2/3 सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले दमदार सरकार बनाउने भएको छ र काठमाडौँ महानगरपालिकाका पूर्व मेयर रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन देशका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्ने भएका छन्। एन्टी इस्ट्याब्लिसमेन्ट पोलिटिक्स गरेर शानदार सफलता पाएका बालेन कि साँच्चीकैमा सफल प्रधानमन्त्री हुनेछन् के समस्या छन् त आगामी सरकारले हेर्नुपर्ने। पहिलो कुरा त यस सरकारसँग आम नेपालीले उच्च आकाङ्क्षा राखेका छन्, किनभने दशकौँसम्म राजनीतिक अस्थिरता भ्रष्टाचारले थिलथिलो पारेको यो देशमा युवाहरूले काम गर्छन् भन्ने अपेक्षा राखिएको छ। जेनजी आन्दोलनपछि त पुरानोलाई हटाउनुपर्छ र नयाँलाई ल्याउनुपर्छ भन्ने माग बढ्यो। त्यसै कारणले रासोपाको चुनावी सभाहरूमा भिड बाक्लो देखिएको थियो। झन् बालेनको क्रिज थामी नसक्नु थियो। त्यसै कारणले मतमा पनि त्यो सबै पोखियो र यसको परिणाम 182 सिट रहेको छ। नेपालको निर्वाचन प्रणालीमा कसैले पनि बहुमत ल्याउन एकदमै गाह्रो हुने भनिन्थ्यो, तर रासोपाले बहुमत मात्रै होइन लगभग 2/3 सिट ल्यायो। त्यसै कारणले रासोपाले जनताले यो दिएको म्यान्डेटलाई जसरी पनि पुरा गर्नुपर्छ भन्ने दबाब रहेको छ। रासोपाको वाचापत्रमा 2046 सालदेखि महत्त्वपूर्ण सार्वजनिक पदमा आसीन व्यक्तिहरूको अवैध सम्पत्ति छानबिन गर्ने र त्यस सम्पत्तिलाई राष्ट्रियकरण गर्ने भनेको छ। यसका साथै वार्षिक 7% अर्थतन्त्र बढाउने र अर्थतन्त्रको आकार 5-7 वर्षभित्र $100 बिलियन जति पुर्याउने भनेको छ। जिडिपी पर क्यापिटा पनि हालको भन्दा दोब्बर $3000 पुर्याउने भनेको छ त्यस समय अवधिमा। र भदौ 23-24मा भएको जेनजी आन्दोलनमा भएका घटनाहरूको छानबिन आयोगको फाइल कार्यान्वयन गर्ने भनेको छ। अवैध सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्ने विषय निकै महत्त्वकाङ्क्षी देखिन्छ, किनभने यो कुन एक्सटेन्टसम्म जाने हो भनेर हामीले अनुमान मात्रै लगाउन सक्छौँ, वा यो पनि आकाशको तारा झारिदिन्छु भनेर गफ मात्रै हो कि भन्न सकिँदैन। रासोपाले आफ्नो प्रतिज्ञा पत्रमा पनि अरू दलहरू जस्तै एकदमै एम्बिसियस कम्प्लिट गर्न गाह्रो हुने गोलहरू राखेको छ। इकोनोमीको विषयमा पनि रासोपाले अलि पच्न गाह्रो हुने महत्त्वकाङ्क्षा राखेको छ। अघिल्लो वर्षको जिडिपी ग्रोथ रेट 4.6% थियो, तर जेनजी आन्दोलनका कारण यो केही खुम्च्यो र हाल यो वर्ष 3% जति हुने देखिन्छ। जलविद्युत र पर्यटनमा छलाङ मारे यो केही हदसम्म पुरा हुने देखिन्छ, तर यसको विकासको स्पिड अत्यन्त फास्ट हुनुपर्छ। पर्यटनको विषयमा कुरा गर्नुपर्दा सन् 2025मा 11,58,000 पर्यटक आएका थिए। हाल नेपालले 3000+ मेगावाट बिजुली उत्पादन गर्छ र यसको सङ्ख्या आगामी दिनमा उच्चतम रूपमा बढाउनु पर्ने हुन्छ। अब कुरा गरौँ कार्की आयोगको बारेमा। असोज 5 गते पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा भदौ 23 र 24 गतेमा भएको घटनाहरूको विषयमा छानबिन आयोग गठन भएको थियो। फागुन 24 गते आयोग गठन भएको महिनौपछि प्रतिवेदन अन्तरिम सरकारलाई बुझाइयो, तर हालसम्म सरकारले यस विषयमा कुनै कारबाही गरेको छ न त प्रतिवेदन सार्वजनिक गरेको छ। आन्दोलनका बेलाका प्रधानमन्त्री केपी ओलीसम्मलाई कारबाही हुन सक्ने सम्भावनाको कारणले यो एकदमै सेन्सिटिभ रहेको छ र 24 गतेका घटनाहरू सिंहदरबार र सर्वोच्च अदालत जलेको घटनाहरूमा स्वयं रासोपाका नेताहरू देखिए के गर्ने। त्यसै पनि नेपालको इतिहासमा यस्ता प्रतिवेदनहरू कार्यान्वयन भएका छैनन्। यी लगायत रासोपाले आफ्नो इलेक्सन म्यानिफेस्टोमा धेरै कुराहरूको प्रतिबद्धता गरेको छ, जसमा केही कुरा गर्नलाई लगभग असम्भव भए पनि अब उसले एकल सरकार बनाउने बाला छ कुनै गठबन्धन बिना, र यसले
काम गर्न सजिलो बनाउनेछ। यद्यपि संविधान संशोधनका विषयमा भने राष्ट्रपाले माथिल्लो सदनको पनि 2/3 कटाउनुपर्छ। तर राष्ट्रपाको हालमा राष्ट्रिय सभामा 1 सदस्य पनि छैन। प्रतिनिधि सभामा अरू दलका 2-4 सांसदसँग सहमति गरे तल्लो सदनबाट पास हुन्छ। परन्तु माथिल्लो सदनमा भने नेपाली काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी जस्ता पुराना दलहरूसँग नेगोसिएसन गर्नुपर्ने हुन्छ। त्यही भएर संविधान संशोधन हालको लागि केही वर्ष लाग्ने देखिन्छ। दशकौँसम्म राजनीतिक अस्थिरताले निम्ताएको निराशालाई के राष्ट्रपाले चिर्न सक्नेछ? किनभने हाम्रो देशले अब अझै राजनीतिक अस्थिरता खप्न सक्छ जस्तो लाग्दैन। कुनै दलको नभएर देशका लागि नै राजनीतिक, आर्थिक, कूटनीतिक स्थिरताको आवश्यकता परेको छ। नेपालमा बढिरहेको आर्थिक असमानता, भू-राजनीतिक जटिलता जस्ता मुद्दाहरू राष्ट्रपाले एड्रेस गर्नेछ। देशमा रहेका विभिन्न आन्तरिक बाह्य समस्याहरू समाधान गर्ने प्रयास गर्नेछ, वा यो पनि पुरानो दलहरू सरह व्यवहार देखाउन थाल्नेछ। जस्तै 2062-63 सालमा भएको जनआन्दोलन सफल भएपछि अब देश परिवर्तन हुने भयो भनेर निकै उत्साह थियो। 65 सालको चुनावमा सशस्त्र द्वन्द्वबाट संसद छिरेको माओवादी सबैभन्दा ठुलो पार्टी भएको थियो र पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री भएका थिए। तर के नयाँ नेपाल आयो त? यो बाहेक 2074 सालको चुनावमा केपी ओली असाध्यै लोकप्रिय थिए। आफ्नो राष्ट्रवादी छवि र बोल्ने शैलीका कारणले उनी सफल भएका थिए र त्यो छविले गर्दा एमाले र माओवादीको गठबन्धनले 2/3 सिट ल्याएको थियो अनि यसका साथै पार्टी एकीकरण भएको थियो। त्यसपछि जे भयो हामी सबैलाई थाहा छ। 3 वर्षमै पार्टी टुक्रियो र केपी ओली सरकार ढल्यो। यी सबै आशा सुरुमा देखे पनि यसको परीक्षण अब आउने वर्षहरूमा हुनेछ। त्यही भएर यो ऐतिहासिक मौकालाई राष्ट्रपाले जसरी पनि सदुपयोग गर्नुपर्छ। नभए उनीहरूको हालत पनि भदौ 23 र 24मा पुराना दलका नेताहरूसँग जे भएको थियो त्योभन्दा धेरै फरक नहोला। 3-4 पटक प्रधानमन्त्री भएका केपी ओली आज आएर चुनावमा बालिनसँग नराम्ररी हारे र यो बालिनको महानताको कारणले नभएर केपी ओलीको गैर जिम्मेवार पूर्ण हरकतहरूको कारणले भएको हो। त्यही भएर बालिनले र सम्पूर्ण राष्ट्रपा पार्टीले यो कुरालाई ध्यानले मनन गर्नुपर्छ। यदि तपाईँलाई यो भिडियो राम्रो लागेको छ भने भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।